गाइज वेलकम टु माई युट्युब च्यानल है। सो गाइज होइन, जापानमा चाहिँ नयाँ विद्यार्थीको लागि होइन कमाइहरू कस्तो छ होइन यिनीहरूको बारेमा मैले धेरै अलि अब मैले आफै भोगिरहेको छु होइन। त्यो अनुसार मैले बुझेको होइन। नेपालमा आउँदाखेरि मान्छेहरू धेरै भन्दाखेरि होइन कसैले मलाई भन्थ्यो 3 लाख कमाइरहेको छु, कसैले 4 लाख, कसैले 3.5 लाख, कसैले 2 लाख 2.5 लाख यसरी भन्थ्यो कि म मन्थली त्यतिको अर्न गरिरहेको छु होइन। अब त्यस्तो गरी भनेको त्यसपछि मैले भने ठिकै छ ल नि त। अनि फेरि उहाँले आफै के भन्छन् कि अब तपाईँ चाहिँ अब लोन लिएर आउनुहुन्छ भने नआउनुहोस्, लोन चाहिँ अलिक गाह्रो हुन्छ भन्दाखेरि होइन। अब फेरि मैले सोधेको किन यस्तो रे, अनि उहाँहरूले के भन्छ कि यहाँ चाहिँ ह्यान्ड क्यास पाउन चाहिँ अलिक गाह्रो छ, ह्यान्ड क्यास पाएपछि भने त्यतिको अर्न हुन्छ, नभए अलिक चाहिँ गाह्रो हुन्छ है। अनि त्यसपछि मैले जब आफै यता आएपछि होइन मैले आफै चाहिँ भोगिरहेको छु एक्चुअलीमा होइन। मैले चाहिँ मेरो चाहिँ 1.5 लाख मन्थली आउँछ भन्दाखेरि मेरो जुन साथी छ काम गर्ने ठाउँमा उसले चाहिँ महिनाको चाहिँ होइन 3.5 लाख अर्न गरिरहेको छ है। अब त्यो चाहिँ म आफै कन्फ्युजन भयो, म चाहिँ यतिको त्यो चाहिँ त्यति किन गरिरहेको छ। अब उसँग मैले सोधेको कसरी तिम्रो यतिको आइरहेछ भन्दाखेरि उसले के भन्छ कि मैले चाहिँ ह्यान्ड क्यास 2वटा एक्स्ट्रा गरिरहेको छु भन्दाखेरि मेरो हेर्नुहोस् मेरो खाइसम्म जहाँ म काम गरिरहेको छु होइन त्यसमा छुट्टै एउटा काम गरिरहेछ, त्यसपछि 2वटा त्यो अर्कै खाइसियामा होइन त्यो एक्स्ट्रा काम गरिरहेछ ह्यान्ड क्यास, त्यहाँ ह्यान्ड क्यास गरिरहेछ तिनीहरू। त्यही भएर उनीहरूको लगभग 3,50,000 गरिरहेछ। अब डिपेन्ड, अब यसमा फरक के हो भन्दाखेरि तपाईँको कोही आफ्नो मान्छे हुनुहुन्छ ह्यान्ड क्यास लगाइदिने भन्दाखेरि त्यहाँबाट हुन्छ, नभए एजेन्टहरू पनि हुन्छ जहाँ एजेन्टबाट पनि हुन्छ। तर अलिकति अहिले होइन पहिलाभन्दा एजेन्टहरू पनि स्ट्रिक्ट भइसक्यो अब होइन। जापानमा चाहिँ अहिले के हो रुल्सहरू धेरै लागु भइसकेको रहेछ होइन। ह्यान्ड क्यासको लागि अलिक चाहिँ गाह्रो छ, डिफिकल्ट छ, नभए चाहिँ फेरि सेन्पाहरूको मार्फतबाट होइन तपाईँ अगर काम पायो भने त फेरि एकदमै राम्रो छ होइन। जसको उसलाई चाहिँ होइन उसको साथीले चाहिँ उसलाई चाहिँ लगाइदिएछ होइन। अनि त्यही भएर राम्रो चाहिँ इन्कम भइरहेछ। अब कमाइनेले होइन 3 लाख 4 लाख नि कमाउँछ, नकमाउनेले फेरि 1.5 लाखमा नि अब अलिक गाह्रो हुन्छ जस्तो छ है। अब जसले मलाई नै हेर्नुहोस् होइन, अब मेरो पनि ठिकै छ, जे छ ठिकै छ होइन। र उसले चाहिँ कमाइरहेछ राम्रो कमाइरहेछ केटाले जे होस्। तर चाहिँ अब मान्छे नेपालमा हुँदाखेरि कसैले धेरैले भन्छ जापानमा नि अब पहिला जस्तो कमाइ छैन, पहिला जस्तो यो छैन, पहिला जस्तो छैन, त्यस्तो कुरा छैन है। अहिले पनि त्यस्तो छैन पहिला जस्तो र अहिलेको जस्तो छैन। पहिलामा के फरक थियो भन्दाखेरि रुल्स त्यति साह्रो धेरै थिएन जापानमा। अहिले चाहिँ रुल्स भएर होइन रुल्स लगाएर चाहिँ धेरै टाइट गरेछ अहिले जापानको सरकारले। त्यही भएर चाहिँ अहिले होइन ह्यान्ड क्यासै जताततै पाउँदैन होइन। अनि अलि ह्यान्ड क्यास पाउनुको लागि गाह्रो भएछ है, त्यतिको हो। नभए कमाइ चाहिँ राम्रो रहेछ पहिला जस्तै हो। अब कमाउनेले अहिले पनि कमाइरहेछ नि त 3 लाख 4 लाख। यो चाहिँ मैले आफै सुनेको हो र उहाँहरूले नै भनेरहेछ मैले यति कमाइरहेछु भनेर। सो गाइज है, अब तपाईँहरू पनि होइन स्टुडेन्ट भिजामा हुनुहुन्छ भन्दाखेरि होइन यो चाहिँ सोचेर आउनुहोस्। तपाईँको जहाँ मान्छे हुनुहुन्छ साथीभाइ हुनुहुन्छ होइन उतातिर जाँदा राम्रो हुन्छ। जहाँ आफ्नो छ जसले कामहरू ह्यान्ड क्यासहरू लगाइदिन्छन् तिनीहरूले होइन त्यो चाहिँ राम्रो हुन्छ। नभए पछिलाई के हुन्छ भन्दाखेरि अब गाह्रो हुन्छ कि अब एउटा कामले त मतलब नपुग्ने कुरा होइन, एउटा कामले तपाईँलाई सबै पुग्ने रहेछ होइन। तर आफूले त्यतिले पुग्दैन नि त, आफूलाई अलि धेरै चाहिने छ। हामी नेपाली हो, हामीलाई पैसा नि अलिक धेरै चाहिरहेछ है। सो त्यही भएर आफ्नो साथीभाइहरूको ठाउँमा गएकी राम्रो हुन्छ। मेरो पनि छन् तर मेरो साथीभाइहरू अर्कै सिटी छ, म अर्कै सिटी हो, धेरै टाढा हो है। उता भन्दाखेरि फुकुकातिर हो, कोही ओसाकातिर छ होइन। त्यही भएर चाहिँ मलाई चाहिँ अलिक गाह्रो परेछ। म चाहिँ यहाँ चिबातिर हो, चिबामा मेरो खासै त्यस्तो कोही नभएर होइन अलि चाहिँ फरक परेर रहेछ है। सो तपाईँहरू पनि होइन अलि त्यस्तो गर्नुहोस् है। सो आजको लागि यति नै हो गाइस।